नभए घर घरै हुँदैन, आमा नभए घर घरै हुँदैन, अरूको त भर भरै हुँदैन, अरूको त भर भरै हुँदैन। हुन्छ त रातो भने तामे पैसो, सेतो भने दामा, गरिबपल देखेपछि जो पनि लाउँछन् कामा, गरिबपल जडीमा किन देउरामा। सुखीले खान्छ मार्सीको चामल तिरपाली फलेर, दुखीले छैन मकैको आँटो जाँतमा दलेर। नेताकी श्रीमतीको जतेर घडेर पैसा सुनै सुन, नेताकी श्रीमतीको जतेर घडेर पैसा सुनै सुन, गरिबकी श्रीमतीको घरमा हाल्ने तरकारीमा हाल्ने छैन नुन, गरिबकी श्रीमतीको घरमा तरकारीमा हाल्ने छैन नुन। नेताको पिठीमा सिमन्तीका भारी आची, गरिबको पिठीमा सिमन्तीका भारी। मिसिन किन्ने पैसा नभएर बढिरहेका छन् दारी, मिसिन किन्ने पैसा नभएर बढिरहेका छन् दारी। नेताकी श्रीमतीको जतिखेर पैसा र सारी सारी, गरिबकी श्रीमतीको तरकारी खान छैन बारी, गरिबकी श्रीमतीको तरकारी खान छैन बारी। आँखै नभएकालाई किन चाहियो सहर, कानै नभएकालाई किन चाहियो बाजा, मुखै नभएकाले ऊ गर्छ र कहिले गाली गर्छ र उसले गर्दैन। हाते नभएकालाई किन चाहियो ताली, मुखै नभएकाले गर्छ र गाली गर्दैन। ऊ चाहिँ भैँसी नहुनलाई किन चाहियो भन, भैँसी नहुनलाई किन चाहियो भन। प्रगति गर्दैन भने त्यसलाई चाहिँदैन धन, प्रगति गर्दैन भने चाहिँदैन धन। ल कस्तो लाग्यो बाबु। 70 वर्षको जीवन चाहिँ यस्तो रहेछ बाबु, आफूले स्वास्थ्य राम्रो हुने भने 70 के 17 वर्षको उमेरको चाहिँ मौस आउँदो रहेछ। रोगसोग केही पनि नभए यो उमेर गयो भन्दा चाहिँ पर्ने रहन्छ क्या। अब 51-52 गनिमेसो पाउन्न, जब पुग्छ 60 दैवको लाठी, जब पुग्छ 70 भैबो खुट्टा लत्तरी, जब पुग्यो 80 पर खसी, 90 हब्बे न कब्बे, 100 ज्यामारा चाहिँ भयो होस् पनि गए भने नीतिमा। तर स्वास्थ्य दह्रो छ, राम्रो छ भने त्यो कहिले बुढो पनि हुँदैन र उसको कीर्ति कहिल्यै पनि जाँदैन। मलाई त्यस्तो लाग्छ। हजुरलाई कस्तो लाग्छ? कुन जेठा आउँला लगभग आमा त यता जेठो हुनुभयो, तपाईँ त्यही 5 वर्ष 7 वर्षले कान्छी हुनुहुन्छ। धेरै हुनुहुन्छ 15 वर्षले 85 हुनुभयो उहाँ त। आमाले 85 वर्ष हुनुभयो आमा। के रहेछ आमा जीवन? हजुर बनना हरि बनना, छैन नारी बनाइमा भित्री मनैमा। हरि बनना हरि बनना, छैन नारी बनैमा भित्री मनैमा। फुलका थोगा लिएर सरसँग मायाम, अन्त जान पर्दैन यही छ चारै धाम। फुलका थोगा लिएर सरसँग मायाम, अन्त जान पर्दैन यही छ चारै धाम। शिरमा बर्मा बिनु हृदयमा राम, अन्त जान पर्दैन यही छ चारै धाम। शिरमा बर्मा बिनु हृदयमा राम, अन्त जान पर्दैन यही छ चारै धाम। श्री सूर्य भगवानलाई गरौँ नमस्कार, उनको प्रकाश नभए संसार अन्धकार। श्री सूर्य भगवानलाई गरौँ नमस्कार, उनको प्रकाश नभए संसार अन्धकार। कति खेप्नु त अब केही भएन, राम्रो भनेको मन हो। जसरी पनि राम्रो हुन्छ बाबु। अब आइरहनु होला यहाँ, अब यसरी चिन्यो। यहाँ भजन हुन्छ भरे चाहिँ 9-10 दिनसम्म मिली आउनु होला। अब चाहिँ बसौँ, सुनौँला, हेरौँला, नाच पनि हेरेर जानु होला। भन्नुहुन्छ अब विश्वास नभएर मैले चाहिँ गएर भने दर्शन प्रणाम पनि गरेँ। सेतीमाथीलाई यही खुसी भइरहे, अति हर्ष पाइ भन्दै नि हो। त्यहाँ दामोदर बाबाले मान मान्यता नि गर्नुभयो, त्यहाँ चाहिँ हाम्रो सम्मान नि गर्नुभयो। त्यहाँ अखण्ड गएको थियो नि त 17-18 महिनासम्म। त्यहाँ गइयो हामीले चाहिँ हेप्यौँ क्या, दैलोको तीर्थ हेला गर्न हुँदैन क्या। म त अहिले फुल टिपेर लिएर आउँदैछु मातालाई, हेर्दिन आउँछु नभए पनि पर्वमा छोड्दिनँ। यहाँ पर्व परेला म एकछिन 1 सेकेन्ड छोड्दिनँ। त्यस्तो छ बाबु। जय होस् हजुरहरूको पनि आँटी चिताको काम पुग्यो अमरका साथीहरू है बाबु। म त भागी पनि दाजु कि आज
बाबुहरू भेट्नु भयो नि त भयो जीवन के लाग्ने बाबु मलाई त एकदम राम्रो लाग्थ्यो तर अहिलेको परिस्थिति राम्रो लागेको छैन नत्र त राम्रो लाग्यो राम्रो अहिलेको परिस्थिति राम्रो छैन तपाईहरुको पालाको कुरा के छ के सुनाउनु न कतिको दुःख थियो अहिले सुख कि पहिला सुख थियो कस्तो थियो आमा पहिला चाहिँ दुःखै थियो भन्न पर्यो नि बाबु किनभने अब परिवार हुन त ठुलो परिवार होइन मेरो सानै परिवार हो तर सानो परिवार भयो त फर्केर भन्नु न आनन्द ठिकै थियो अहिले बुढेसकालमा झन् दुःख पाइन्छ कि अनि मेसो पो छ त पाइँदैन आमा के दुःख पाउने अब बुढेसकाल भयो अब दुःख पाइन्छ कि जस्तो अब परिवारमा त छोरा बुहारी नातिनी अमेरिकामा छन् घर यी हामी दुईटा बुढाबुढी छौँ बुढो घर हुनुहुन्छ छैन खुट्टो भाँचिएर लडेर खुट्टो भाँचिएर डुँडो हुनुभयो अब म बुढो भएँ अब यस्तै छ हजुर खुसी त अब खुसी नै छौँ हामी अति आमा अति 70 वर्ष म 10 सालको के बाबु मिठु माया नगरकी आमा हजुर तपाईको विचारमा यो नेपाललाई समृद्ध बनाउन चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ तपाईलाई आफ्नो विचारमा यस्तो मलाई के लाग्छ भने राम्रो मान्छे ल्याउनु पर्छ हेर्नुहोस् विश्वास भएको इमान भएको अर्कालाई नमार्ने हजुरको गाला अन्त कति दुख्छ मेरो गाला त्यति दुख्छ भने अड्कल गर्ने त्यसरी ध्वस्त नबनाउने सधैँ मान्छेले आए हाम्रो नेपाल राम्रो हुन्छ बाबु अझै पनि यहाँ धेरै राजा मारेर ठुलो गल्ती भयो राजा मार्नै हुँदैन अझै पनि राजा आउनुपर्छ भनेको छु म त राजा चाहिन्छ क्या बिनमिएको दाई भयो नि त अब घरमा एउटा बाबुआमाको छोराको बुढाको डर पनि छैन इष्टमित्रको डर पनि छैन घाम छिमेकीको डर पनि नभए मान्छे छाडा भएर हिँड्छ नि त सबैको डर भएको मान्छे इजे चालले बसेर आफ्नो गरी खाएर बस्छ नि त बाबु मलाई त्यस्तो लाग्छ नेपाल बनाउनु पर्छ सधैँ मान्छे चुने राख्नुपर्छ त्यो एकछिन बस्छु भनेर हुँदैन पहिला भन्दा त अहिले विकास भएन र आमा विकास त हुनार भयो बाबु पानी घरैमा आछ कहाँसँग बोल्न पाइएछ नातिहरू अमेरिका अस्ट्रेलियाका छन् बोलिए ती पनि भगवान् हुन् तीसँग बोल्न पर्ने पाउनु पनि हाम्रो भाग्य हो तर हाम्रो नेपालमा चाहिँ नराम्रो चालले चाहिँ यस्तो ध्वस्त भयो क्या बाबु यी जलाउने काम चाहिँ मलाई रमाइलो लागेन साह्रै दुःख लाग्यो क्या मलाई किनभने घाटा त हामीलाई हो नि त अब पहिलाको सरकार ढले आमा अहिले नयाँ सरकार बनेको छ अब नयाँ सरकारले केही परिवर्तन ल्याउला कि नल्याउला ल्याउँछ सरकारले राम्रो काम एकदम एक नम्बरमा ल्याउँछ बाबु त्यो सरकार सबै चुनेर बनायो हुन् त्यो मान्छेले राम्रो गर्छ प्रगति गर्नै पर्छ नि त अब सनै जङ्गलको फुलबाट त हुँदैन नि त जङ्गलको फुललाई कसले बासन सुग्ने हो र घरको फुल हुनु पर्यो आँगनको फुल हुनु पर्यो मलाई त्यस्तो लाग्छ अब हाम्रो नेपाल राम्रो मान्छे आयो भने बन्छ बाबु एकदम भन्छ तपाईँहरू जस्तो आउनुपर्छ यस्तो मान्छे यस्तो खोजेर कुरा हाम्रो पनि यस्तो खोजेर भएर यदि राम्रो कुराकानी गर्ने आमासँग खोज्न पर्यो नि त नि म एउटा राममणको सिरक हालिदिन्छु त्यो लिएर जानु होला भैसाको बेला फेरि भेट होला कि नहोला बिराउनी भैसाको बेला फेरि भेट होला कि नहोला यो बाटो कहाँ जाने होला फेरि भेट होला कि नहोला ल भएर यस्तो खोजी हुन्छ आमा भेट हुन्छ 2-4 अझै 10-8 वर्ष त राम बाँच्न पर्यो नि भाग्यले कस्तो गर्छ बाबु हजुर भाग्यले दिने हो बाँच्न हो स्वास्थ्य नि भाग्यले दिने हो 20 वर्षको पुगेर बसेर तिहान्छन् हामी अझै पनि 20 वर्षको जस्तो छ तागत र गराई त्यो स्वास्थ्य चाहिन्छ के आफ्नो स्वास्थ्य राम्रो हुन्छ यो संसार के जस्तो लाग्छ आमा तपाईलाई यो संसार मलाई राम्रो लाग्छ बाबु यो संसार भने जस्तो लाग्छ यो संसार हामीलाई त अति रमाइलो लाग्छ बाबु स्वर्ग र नर्क अहिले छ नि त्यहाँ पुगिसरी आउँदा स्वर्ग केही पनि नभएको नर्क हो कि होइन भन्नु त केपीले त्यत्रो सुनका हात्ती त्यो औधी गरेर भएन त्यसको रिसले गर्दा संसार ध्वस्त बनाउने मान्छे नि धर्मती होइनन् बाबु एउटा सर रिसुटो घरले के गरेको थियो मालपोत कार्यालयले के गरेको थियो ती पोल्न परे होइन नि
जुन मान्छे व्यक्ति हो त्यसैलाई मात्रै कारवाही गर्नुपर्छ। साँडेको जुतन बाछोको मिचन भयो, सम्पत्ति त हाम्रो नाश हो नि त, होइन भन्नु त? एकदम अब हाम्रो सम्पत्ति नाश भयो। हजुरको ती कार्यालय बनाउँदा कति कागजपत्र पोलिहान, त्यस्तो इभेकबाट जम्मै इन्जिनियर डाक्टर तिनले कति फल फुलाउँथे। क ख ग घ पढ मेरो बहिनी र भाइ, झिलिमिली पार्नु छ तिमीले देशलाई। आज तिमी केटाकेटी नेता हुने भोलि, कति मिठो लाग्छ मलाई तिम्रो तोते बोली। त्यस्ता युवकलाई मारेर तिनको बाबुआमा कति रुवा होलान्। ती त अब कर्णदाता अहिले फल फुलाएर तिनले ढकमक्कै पार्ने युवक हुन् नि त। ती ती बुढालाई चाहिँ नमारेर त्यो पापीले गर्दा चाहिँ जम्मै ध्वस्त बनाएर दुनियाँका हाम्रै सम्पत्ति हो नि बाबु। त हाम्रै घरको लको घरको ल छ, बत्तीका पैसा ल छ, पानीका पैसा नि त्यही गान मारेर चाहिँ त्यो केपीको रिसले गर्दा संसार ध्वस्त भयो। म यो कुरो चाहिँ मलाई कति मन परेन। जसले गल्ती गरेर त्यसैले गरिदियो। नारायण पोखरेलले कस्तो भजन गाएर कस्तो स्वर्ग जाने स्वर कस्तो थियो, त्यस्तालाई पुग्लुक्क छतमा नठा मारे। यो मार्ने मात्रै काम भइरहेको छ हाम्रो नेपालमा। प्रगति उन्नति अझसम्म भएकै छैन। अब राम्रो युवक अब त चाहिँ म भन्दा जेठी छिन् ऊ अहिले प्रधानमन्त्री होइनन्, सुशीला के अरे सुशीला कार्की। अब उसले पनि कस्तो खाले गर्छिन्। अब अहिले देखेर महिला प्रधानमन्त्री पाछ है। अब कस्तो काम हुन्छ त हेर्न बाँकी, त्यो काम हेर्न बाँकी छ। यो अरूलाई चाहिँ लुडी बुढी खत्तमै पार, नत्र पनि बन्दैन नेपाल भनेर उहिले जमाना गिराएका पनि हुन्। यस्ता शोषकलाई चाहिँ कारवाही गर्नै पर्छ बाबु। जति भनेको कारवाही नगरी हुँदैन। यिनले धेरै हाम्रो सम्पत्ति नाश गरे, जहिले पनि नाश गरेका छन्। सम्पत्ति हाल्न पर्ने सबै हामीलाई मारेर त हुन्थे, होइन भन्नु त? नचिनेर त किन त रिस उठ्या मान्छेको मात्रै पो गरिदियो, त अर्काको किन गर्ने त? ती किन काठमाडौँमा सिंहदरबार जलाएका? मलाई दुःख लाग्यो क्या। अब मैले बोलेर त के हुन्छ र, तर मलाई दुःख चाहिँ लाग्यो क्या। उहिले पनि नारायण हिटी जलाउँदाखेरि नारायण हिटी जल्दा कुनै राजा रानी रोएर दिन गयो भनेर गिरे गएको थिए। चाहिँ त्यस्तो चाहिँ बनेको त भगवान्को इतिहास त जमानाको पुर्खौलोको पालोको इतिहास हो। त्यस्तो मेटाएर अहिले चाहिँ सिंहदरबार जलेर गयो, दुनियाँको धमिलो मन भयो भनेर गीत गाएको थिएँ। त्यस्तो छ अहिले पनि। नारायण नीति पनि जलाए पहिले पनि। हाम्रो यहाँ धेरै चाहिँ बिहामानी भयो बाबु। सत्य र मारकमा चाहिँ एउटा मान्छे 2-4 होला, हजुरहरू जस्तो मान्छे। अब यसरी खिचेर लानुभएको छ, फेस गरिदिनु भएको छ। म त यो अनुरोध गर्छु कि यो पापी असत्य मान्छेलाई चिनेर मात्रै कारवाही गर्नुपर्छ, सत्य मान्छेलाई मार्नु हुँदैन क्या। धेरै मान्छे सत्य मान्छे मरे, धेरै मान्छे अस्पतालमा छन्। ती युवकहरू हेर्नुहोस् त, तिनले कति गर्दा हुन्, डाक्टर इन्जिनियर भएका त्यत्रो पाएका। त्यस्तालाई चाहिँ अहिले मारेर के पाउँछन् त तिनले? केही पाउँछन्? केही प्रगति हुन्छ? कति हातमा रुवा होला? हामी त यति रुवाँ भने तिनलाई कति नरमाइलो होला बाबु। म यो अनुरोध गर्छु हजुरहरूलाई। असाध्यै मजा लाग्यो, म पनि भेट्न पाएँ, खुसी भएँ। अहिले लाएर फेस गरिदिनु होला। फेरि कुनै प्रगति उन्नति भयो भने फेरि लिन आउनु होला। हाम्रो वचन सकिएको छैन, मान्छे मरेका छैनौँ, फेरि पनि खिचेर लानु होला। हस् त बाबु, हुन्छ। ल कस्तो लाग्यो? यही दिन त नारद सत्य लोक पुगी गए, लोकको गरौँ हित भनी वरमा चाहिन्थे परे चरणमा खुसी गराए पनि। के सोचौ सोध तिमीलो म भन्छु, मर्जी भए त्यो जसै। वर्माको करुणा बुझेर ऋषिले बिन्ती चढाए तसै। या वर्मा जति छन् संसारमा शुभ शुभ सुनिरहेकै कछु, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु। आउल जब यो कलै बखतमा पर्ने दुराचार भाइ, गर्लन सब पाप नै तरहका निजका मतीमा गई। साँचो बात गरो नरु कोही केही गर्नेछ निन्दा पनि, अर्काको धनखानलाई अभिलाक गर्छ नचल्यो भनी। कोही जन्म तर त हुने कोही त हंसामा, आत्मलाई जाने नरहने नास्ति पशु झैँ तहाँ। कामका चाकर झैँ भएर रहनु तिरीलाई देउता सरी, भन्छन् माता र पितालाई नबुझी सतु सरी क्या गरी।
तिरी भ्रष्ट हुनेछन् पति र ससुरामा दृढ ठुलो गरी यस्ता पापी कसरी मुक्त होलान् संसार सागर तरी यो चित्त मनमा भएर अहिले ऊ आज्ञा गरी मेरो चित्त बुझाइ बौछ नहोस् केही जान्छु तारी। बालकाण्डको पहिलाको पानो हो। मैले यी धेरै जसको त अझै भन्न छोडेपछि अलि अकमका बिराउनु त कति बिरा खाइन तर अझ ठुल्ठुलो भन्दाखेरि बिराउँछु कि पाप लगाइछ जस्तो लाग्छ। रामबाट धेरै पढायो नि त बाबु मैले। राम अम्ठी अब सीताको हनुमानले अम्ठी लिएर अम्ठी दिकन पढा पनि गरे जस्तै हनुमान बसे देखिन औठी तसै बकतमा हर्षकै आँसु खसे भरभर आँसु खसाउँदी प्रभुजीको अम्ठी शिर उपर धरिन् हनुमानलाई सीताले पढाँदै प्यारो गरिन्। अब गई हनुमान भन रामलाई विपद परेकी देखिहाल्यो मलाई भनेछन्। छोरा मरिदिनु भयो केश पासमा रहेको काका कुरा कहनुभयो अघि जो भएको। एक दिन त हनुमान म चित्रकोटमा रामकै नजिकमा थिएँ मेरा काकामा सुतेर रघुनाथको तकिया दिएँ। मेरा ललधुन पाउदेखि आयो र ठुङ्गो जसै मेरा ललधुन पाउदेखि बहुतै आयो र गतको तसै। ल बाबु त्यहाँदेखि अलिक बिराउँथी जस्तो लाग्यो किन बिरासी पाप लाग्छ फेरि।